हेलो गाइस सबैजनालाई आज मेरो फर्स्ट ब्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ म अफिसबाट घर जाँदैछु। धेरै टाइमपछि म घर गएको, ब्लड डोनेसन गरेकोदेखि म गएकै थिइनँ है साथीहरू, जान नै पाइरहेको थिइनँ। अब कामको व्यस्तताको कारणले गर्दाखेरि आज मेरो बर्थडे पनि पर्यो, त्यो कारणले गर्दाखेरि चाहिँ आज म जाँदैछु। अनि मलाई पिकअप गर्नलाई चाहिँ मेरो हस्बेन्ड जीवन भएको छ होइन, उहाँले मलाई पिकअप गरिरहनु भएको छ। अनि उहाँले मसँग छोरा लाग्दैछ क्या। अनि अब हामी हाम्रो जान्छौँ। अनि मेरो छोराको स्कुल जान्छौँ। छोराको एक्जाम दिइरहेछ है, एकदम तनाव भइरहेछ ढिलो भएको कारणले गर्दाखेरि है। छोराको लिन आउँछ कि भन्ने भनिरहेछ। अब उनीहरूको बाटो यस्तै। अनि सायद अर्को हस्बेन्डले कलर किन्न जान्छ भन्ने पनि सुनेको थिएँ। अहिले पनि त्यस्तै त सायद है, आएछ के रहेछ म हजुरहरूलाई चाहिँ देखाउँदै जानेछु है। अब मेरो यो पहिलो भ्लग हो, मलाई बनाउन पनि आउँदैन है। त्यस्तै म यो भ्लग छोरी सम्झेर चाहिँ हजुरहरूलाई बनाइदिनु अनि अरू के छ हजुरहरूलाई कसपछि म भन्दै जान्छु। यस्तै हो, जान्छु तर त्यो घरको चाहिँ म हजुरहरूलाई चाहिँ घरहरू छ अगाडि। अस्ति बानेश्वरको चाहिँ कस्तो राम्रो भएको थियो है हजुर। ओके, हामी अहिले आइपुग्यो कलङ्की छेउमा। आज चाहिँ 18 दिनपछि चाहिँ हामी चाहिँ घर जान लागेको होइन। त्यसपछि त्यही पनि मेरो बर्थडे छ। बर्थडेको दिन पनि कसैले छोड्दैन। के गर्ने, यस्तै ठाउँमा जागिर छ, यस्तै छ। अब मेरो बर्थडे मलाई छोड्दे भन्ने कुरा नि भएन। अब मैले कसलाई छोडिदिन्छु भने जागिर खान्छु। अझै 2 वर्ष बाँकी छ, कहिले बित्ने। 2 वर्ष भनेको लाइफ जस्तै भइसक्यो। त्यसपछि बल्ल रिल्याक्स टाइम आउँछ मेरो। अब बर्थडेको बेलामा पनि मान्छेसँग कराउँ भन्ने भएन है। नकरायो रिस मात्र हुने गर्छ, झगडा गर्नु भएन। बोले कि पोल्यो भन्छ फेरि के हाल्नु यस्तो। आज मेरो हस्बेन्ड मलाई लिन आएको, म खुसी छु। बाबा स्कुल गएन, मलाई लिन आउँछ, खुसी छु। ठिक छ, जस्तो भएको चाहिँ भयो भने घर जान मन लागेको थियो। ब्लड डोनेसन गरेदेखि एकदम विकनेस भइरहेको थियो। अनि मान्छे ब्लड डोनेसन गरेर रेस्ट जे होस् अलिकति रेस्ट हुन्छ, तर पनि रेस्ट भएन होइन। एक दिन पनि रेस्ट भएन, त्यही भएर अलिक विकनेस भइरहेको थियो। त्यो विकनेसलाई चाहिँ अलिक रिलिभ गरौँ न त। घर गएर केही अब मिठो मिठो खानेकुराहरू खाऊँ न त, जे होस् अब शरीरलाई हुने खानेकुराहरू खाऊँ न त भनेर हिँडेको हो। तर बुझ्दैनन् कसैले होइन। ठिक छ, कहिले बुझ्ने मान्छे हुन्छ होइन, कहिले नबुझ्ने मान्छे हुन्छ। कति खुसी लाग्छ त्यो भनेर होइन। एउटाले मात्र बुझेको होइन, सबै खुसी लाग्छ। अनि कामलाई सहज र सजिलो बनाउनको लागि चाहिँ दुईतिरकै चाहिँ त्यो हुनुपर्छ होइन। कसैलाई पनि समस्या पर्छ भने, कसैलाई यताउता गर्छ भने चाहिँ त्यो चाहिँ नेभर कोहीबाट पनि हुन सक्दैन होइन। आफूले चाहिँ सहज पाउँछ यस्तो गऱ्यो भने। तर जो मान्छेले अरूलाई नराम्रो गर्छ, नराम्रो सोच्छ, नराम्रो उयो गर्छ, त्यसलाई माथि भगवान्ले हेरिरहेको हुन्छ होइन। फेरि म चाहिँ ठ्याक्क सराप पनि लाग्छ। त्यही भएर मेरो मान्छेलाई मुखभित्र बाहिर जे बोल्दा पनि मुखभित्रबाट मनभित्रदेखि चाहिँ म कहिले पनि सराप्दिनँ। त्यस्तो छ होइन। अहिले हामी चाहिँ हजुरको
यो कहाँ हो बुढो? अहिले चाहिँ हामी ढुङ्गाडामा आइपुग्यो होइन। अब यहाँबाट जान्छौँ, छोराको स्कुलमा जान्छौँ। अनि त्यसपछि छोरासँग के गर्छौँ त, छोरालाई लिएर जान्छौँ। मेरो छोराको भोलिसँग एक्जाम हो। अनि एक्जाम भए तापनि छोरालाई पढाउनु, एक्जामको बेला पढाउनु पर्ला भनेर पनि चाहिँ के केही बिगारी भएन। ठिक छ, केही छैन कोसिस। तर मलाई त्यो बिदा यताउतामा मलाई कस्तो नै किसिम गर्न मन लाग्दैन होइन। त्यही पनि अहिले चाहिँ म एकदम विकनेस भएको कारणले गर्दाखेरि चाहिँ मैले भनेरै आएको हो होइन। अनि बर्थडे पनि पऱ्यो, अनि म विकनेस पनि छ, त्यही भएर म आएको थियो। तर पनि अब मेरो यस्तो छ भन्ने कुरा भएन। तर मैले कसैलाई पनि भनेन। एकजना दाइलाई चाहिँ किनभने उहाँले पनि मलाई बढी सोचेर नै ठान्नुहुन्छ। त्यही भएर यस्तो बर्थडे है म जानु लागेको, म गएको भनेर आएको होइन। म सबैलाई दाइ भन्छु, किनभने मलाई दाइ भनेर एकदम रहर लाग्छ। मेरो कोही छैन दाइ होइन। मान्छेले चाहिँ यस्तो दाइ भन्छ, तर मलाई त्यस्तो सिक्छु। मेरो एउटा मात्र दाइ छ, दाइ कोही पनि छैन। त्यही भएर मलाई मेरो सानो जे पनि मैले अङ्कल पढ्ने भएको कारणले गर्दा म सबलाई के भन्छु दाइ 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 भन्छु। मलाई दाइ भन्दाखेरि मलाई एकदम गौरव लाग्छ। त्यही भएर मैले दाइ भन्छु होइन। एकजना दाइलाई चाहिँ मैले के गरेको, मेरो दाइ यस्तो परेर म गएको भनेर भने। दाइको काम थियो अरे, अनि काम छ भने भनेर थियो। अनि त्यही पनि म पर्सि आएर गर्छु नि त, मैले चाहिँ यस्तो छ भनेर म चाहिँ हिँडेको। अनि त्यो कारणले गर्दाखेरि चाहिँ ठिक छ। अनि अब त बुढी पनि भएर होला सायद है। पहिला मैले ब्लड धेरैचोटि दिइसक्यो, 12-13 नि समथिङ त्यस्तै दिइसक्यो होइन। योचोटि चाहिँ कस्तो भयो होला हजुरको, अब रिलिफ पनि नभएर होला सायद होइन। नाइट र डे दुवैचोटि चाहिँ मैले ननस्टप म खट्नु परेको कारणले गर्दाखेरि होला सायद होइन। म कमजोरी फिलिङ भइरहेको थियो क्या आफूलाई। अनि अब घर जान्छु, अनि तातो चिजाहरू चाहिँ म बनाएर खान्छु भन्ने थियो होइन। खालि म चाहिँ प्रायः चाउचाउ मात्र खाएर नै होला सायद है। ब्लड दिएर आएकोदेखि चाहिँ अब त्यस्तो भयो होइन खानपानमा। अनि मैले चाहिँ प्रायः म अब टाइमले नभ्याएर भनौँ है, त्यो भएर चाहिँ म प्रायः चाहिँ बेलुका चाहिँ म चाउचाउ खाने गर्छु। अनि त्यही भएर यस्तो भयो है। ल हेर्नुहोस् त, हामी चाहिँ कलङ्कीको जाममा फसेँ आज दिउँसै होइन। भर्खर अब कति बजेछ भन्दा हजुरको 15 बजेर चाहिँ 79 मिनट गएको छ। तैपनि हामी चाहिँ लास्ट जाममा फसेँ होइन, यसमा कलङ्कीको जाममा। के गर्ने हो यस्तै हो। अब बाबुलाई लिनु जानुपर्ने हुन्छ, बाबुलाई ढिला भइसक्यो। तैपनि के त हामी त जाममा फसेछ। ल जाम खुले जस्तो भयो। ए भगवान्, के गर्ने होला। यस्तै छ, नआउने मान्छेलाई जहाँ गए पनि के हुन्छ त, यस्तै समस्या परै गर्छ होइन। भगवान्ले पनि साथै नदिँदो रहेछ यो साला, यो भगवान्। यसलाई त के गर्ने होला। हुनेलाई जहिले पनि हुने हामी जस्तो नहुनेलाई त जहिले नहुने मात्रै गरिदिन्छ क्या। अहिले टाइम छैन, अब अफिसबाट आउन ढिला भयो, अब टाइम छैन, बच्चालाई लिन जान ढिला भयो। अब यस्तोमा फसेको छु। अब के गर्ने, गाह्रो छ जिन्दगी काट्न, गाह्रो छ। 2 वर्ष कटाउनु छ, 2 वर्षसम्म कसरी कटाउने है, मैले मेन्टली सोचिरहेको छु। 2 वर्षसम्म विदेश गएको जस्तो गरेर बसौँ जस्तो सोचिरहेको छु होइन। आई होप सो हुन्छ होला सायद है। अहिलेसम्म मैले जे भने त्यही पुगिरहेछ, जे गर्ने मलाई चाहिँ त्यही गरिरहेको छु। मतलब आफ्नो काम म गर्नुपर्छ भन्ने सोचेर गरिरहेको छु। मेरो मतलब त्यस्तो भन्नु खोजेको कि मैले गर्छु भनेको काम चाहिँ मैले गरेरै छोड्ने। म अलिकति घमण्डी खालको केटी हो, केटी नै छ म घमण्डी चाहिँ। अरूले बाहिरबाट हेर्दा पनि त्यस्तो देखिन्छ होला है। त्यो भएर मजाले घमण्डी नै छु होइन। मैले चाहिँ गर्नै पर्छ क्या, जस्टिसले गर्नै पर्छ भन्ने छ होइन। मैले नि अहिलेसम्म नै केटाले गर्ने काम पनि मैले गरिरहेको छु, केटाले नसक्ने काम मैले गर्न सकेको छु। त्यो भएर मलाई चाहिँ के हुन्छ त, एउटा गर्नुपर्छ है, गर्न सक्छ है, मैले गर्न सक्छ, अरूले पनि गर्न सक्छ है भन्ने एउटा मनमा चाहिँ त्यस्तो आँट छ। तर एउटा के हुन्छ त, आफूले गर्छु र गर्नुपर्छ भन्ने भावना चाहिँ हुनुपर्दो रहेछ क्या। त्यो भएर गाइस अब हामी चाहिँ कलङ्कीको पुलमा चाहिँ के चाहिँ चढिरहेछौँ होइन। अब कलङ्कीको पुलमा चाहिँ हामी चाहिँ के छ त अगाडि बढिरहेछौँ है। छोरालाई लिन जान ढिला भइसक्यो। मलाई यस्तो पोलिरहेछ कि छोरालाई ढिला हो, अरूको बच्चाहरू जाने भयो, मेरो बच्चा ढिला हो भनेर के छ त, मलाई तनाव लागिरहेछ है त गाइस। के गर्ने अब, नानीको आमा भएको सोच्नै पर्ने रहेछ होइन। कस्तो सोच्नुहुन्छ, के सोच्नुहुन्छ त्यो थाहा होइन। तर मैले चाहिँ नानीको आमा जस्तो सोच्नुपर्छ कारणले
म एउटा काम पनि गर्छु र गृहिणी पनि हो, दुवै गृहिणी त आफूले सम्हाल्नुपर्छ है। गृहिणी घर र वन दुवै सम्हाल्नु पर्दाखेरि चाहिँ अलिकति मान्छेलाई स्ट्रेस नै हुन्छ है। तर मेरो सपोर्ट हुन्छ घर नभए पनि धेरै माया गर्नुहुन्छ। घरले मात्रै मान्छेलाई पुग्दैन रहेछ, तर माया पनि चाहिन्छ होइन। कतिजनाको झगडा परेको देखिरहेको छ, परिरहेको छ, त्यस्तो छैन है। सबैको कुरो चाहिँ मेरो हजुर जस्तै हुनुपर्छ है। हेर्नुहोस् अहिले हामी चाहिँ अगाडि बढ्दैछौँ। यो कहाँ आइपुग्यो? सुजरटार पुलमा आइपुगेँ गाइज। अझै बाँकी छ यार, मन यस्तो पोलिरहेको छ नि, सोच्नै सकेको छैन क्या। के गर्ने हे भगवान्, कसरी चाहिँ छिटो यस्तो स्लो छ होइन। यस्तो स्लो त म जिन्दगी अहिलेसम्म हुँदैन क्या। यस्तो यस्तो स्कुल टाइम, कलेज टाइम, यस्तो अफिस टाइममा आँटेको यस्तो जाम भएन। तर अब चाहिँ यस्तो भएर अरूलाई चाहिँ के जस्तो बनाउनु पर्छ। आफ्नो मनमा पीडा नहुने मान्छे कोही हुँदैन होइन। तर पनि मान्छेको जहाँ बिहा गरेर त्यसो अगाडि केही गरेर देखाएर है। त्यो भएको कारणले ठिक छ, मनमा पाप राख्नुहुन्न, भगवान्ले हिसाबले भन्छ यिनी हिसाब त ढिला नै होइन। त्यो अहिले हामी अगाडि बढिरहेको छौँ। यस्तो राम्रो छ कि ठाउँमा साह्रै राम्रो छ। अस्ति बानेश्वरतिर गएको, ब्लड डोनेसनको बेलामा त्यहाँनिर मेडिसिन गएको होइन। त्यस्तोबाट हुँदा पहिला बानेश्वरमा अहिलेको बानेश्वरमा यति फरक देखेँ कि होइन। म कहिले पनि गएको थिएन होइन। कति वर्षपछि त्यो अस्ति गएको, मतलब 6 गते 6-7 गते 6 गते नि हो, त्यति गते गएको। यस्तो राम्रो त्यो दिनमा नै रात परिरहेको, फेरि त्यो दिन त्यो पनि मैले हेर्छ भनेर रात परे होला क्या। मैले रमाइलो हेर्छ भनेर रात परे होला। ठिक छ, केही छैन। अनि धेरै खुसी छु बच्चालाई हेर्नु पाएँ। लामो टाइमपछि बच्चा पाएँ, सेलिब्रेसन गर्नु पाएँ होइन। त्यसमा धेरै दिन भएको एकदमै ह्याक गरिरहेको थिएँ। अब डिप्रेसन जाला जस्तै, मतलब चाहिँ त्यस्तै भइरहेको थियो कामको प्रेसरले गर्दाखेरि होइन। एकजना दाइसँग म झगडा गरेको है। पकडमा त्यत्तिकै झगडा गरेँ, 2-4 दाइ पनि केही गर्दैन, मेरो पनि केही थिएन। अब त्यही हुन्छ नि, कसैले कुरा लाउने यताउता भएपछि मान्छे झगडा नै पर्छ होइन है। त्यो दाइ पनि मैले आफ्नो रेस्पेक्टेड दाइ नै हो, एकदम मानेको दाइ हो होइन। सधैँ मान्छौँ, मान्छे जस्तो चाहिँ कुरा लाए पनि है दाइ नै मान्छौँ। अनि राम्रो हुनुहुन्छ भनेर पनि है। तर आफूलाई पनि कस्तो पछि नराम्रो लाग्यो होइन। अनि दाइसँग झगडा परेपछि कस्तो नराम्रो लाग्यो। तै पनि ठिक छ, दाइले जस्तो सुकै सोध्यो भने म दाइ नै सम्झिन्छ भएन, मलाई केही छैन है। अनि त्यही हो, राम्रो हुन्छ। तर मान्छेले मन दुखाएर कालो भएर हिँड्छ नि, मागछन् त्यसको मनमा त डिप्रेसन भएर गए जस्तो लाग्छ कि कहिले कहिले त होइन। ल यसले त डिप्रेसन औषधि खानु पर्ला जस्तो लाग्छ कि कोही कोही यस्तो अनुहार हेर्छु नि। अनि मान्छेहरूको के, म त त्यस्तै हो, मेरो फेस नै कालो छ, मतलब अँधेरो फेस खालको छ होइन। अनि म नेवार भए तापनि मगर टाइपको छ, नाक पनि नेप्रो छ मलाई चाहिँ त्यस्तो केही है। म अनि एकदम प्रेसर परेको बेला चाहिँ मेरो मुख नै अब फेसै के हुन्छ त अँधेरो खालको हुन्छ, किनभने एकदम थकाइ लागेको हुन्छ है। पानी नै खानु पाइरहेको हुँदैन, केही गर्नु पाइँदैन। अहिले चाहिँ गाई चाहिँ हामी सयमुमा आइपुग्यो है। यस्तो राम्रो छ है हाम्रो सयमु। अनि के अरे त्यस्तो हुन्छ। अनि कामको डिप्रेसन, कामको एकदम प्रेसर हुन्छ है। अब त्यसो बेलामा
त्यही त अनि अब एकछिन बस्नु पाइरहेको छैन खबर लगाएर त रात दिन खट्नु पर्ने हुन्छ है अझै 2 वर्ष छ मेरो अनि 2 वर्षपछि बल्ल रिल्याक्स टाइम छ 2 वर्ष 6 महिनासम्म ठिक खानु पऱ्यो हुन्छ है त्यसपछि चाहिँ ठिक छ केही छैन है बितिहाल्नु अब यत्रो वर्ष त बितिए भनेपछि अब त्यो बितिहाल्छ नि त्यसपछि आफू फ्यामिलीसँग रमाउने खाने गर्नु त्यही काम छ है त्यही भएर अब चाहिँ हामी के हुन्छ त हिँडिरहेछौँ नि त आज त यस्तो लामो भयो कि बाटो कति लामो भयो है त्यस्तै हो अनि आज मेरो हस्बेन्डले मलाई लिन आउनुभयो अनि एप्रिल 1 हो आज होइन अनि मेरो हस्बेन्डले के भन्छ मलाई लिन आएछ है भनेको तिम्रो ढाँटेको त होइन अरे क्या त्यो टाइपको क्या आयो बा छ त होइन म ढाँट्छु होला त क्या है ढाँट सेल गर्न नसकेर मैले धेरै दुःख पाइरहेको छु क्या तर गर्नु पनि हुँदो रहेछ पर्ने रहेछ भन्नुहोस् त्यो अहिले भर्खर सिक्दै जानु लागेको छु होइन अब तर पनि कसैले अब यस्तो भन्यो भने ल गरिदिउँ न त भन्ने टाइपको छ म है कसैको मन अहिले एकैछिन दुखाइदियो भने ल उहाँसँग म किन यसरी मन दुखाइदिएको छ र किन दुखाइदियो होला भनेर यस्तो टाइपको हुन्छ होइन कसैले अब नाम चाहिँ भन्दा पनि कसैले बहिनी भन्यो भने मलाई धेरै गर्व लाग्छ किनभने मेरो दाइ छैन त त्यही भएर है के यस्तो ठुलो लाग्छ कि होइन पुनो अनि त्यसपछि बहिनी भनेको चाहिँ के भन्छ मलाई एकदम खुसी लाग्छ है मैले सबलाई नै केही पनि त्यस्तो गरेन सबलाई हुन्छ मेरो अफिसमा मान्छेहरू सबलाई मलाई के गर्छ मैले आफ्नै दाइ भाइ त्यस्तो सम्झिन्छु है अब अरूले यस्तो नेगेटिभ हुन्छ होला यस्तो गऱ्यो भने यस्तो स्वार्थले लिनु पाइन्छ अब यस्तो कहिले पनि जिन्दगीमा गर्न जानेन होइन अहिले यत्रो वर्ष भइसक्यो होइन गर्नु पनि नपरोस् है त्यो भएर आज चाहिँ तपाईँ मैले यस्तो भ्लग बनाउनु मन लाग्यो क्या हजुरहरूको सामु होइन मैले अहिलेसम्म भ्लग नै बनाएको थिइनँ अस्ति एकचोटि मैले त्यहाँ कानेश्वर जाने थोरै भ्लग बनाएको थिएँ होइन पछि त यस्तो भयो गाडीमा होइन राम्रो छ मलाई त आफू नै के हुन्छ बमिरहेर चाहिँ सुत्दिएछु कि फेरि मोबाइल चाहिँ तेर्सो पऱ्यो कि खिच्छु मलाई पनि थाहा भएन त्यो डिलिभर गरेर फालेँ होइन यो चाहिँ मेरो फर्स्ट भ्लग हो मलाई भ्लग बनाउनु आउँदैन साथी हो हजुरहरूले चाहिँ के हुन्छ मेरो भ्लगलाई चाहिँ हजुरहरूले यसो कमेन्ट गरिदिएछ भने चाहिँ यति खुसी हुन्थ्यो कि हामी सो ह्याप्पी है अनि मन नपऱ्यो भने यसो लाइकलाई टिक्का गरिदियो भने पनि त्यति एकदम ठुलो कुरा हो फेरि जाममा फसेँ है लौ न भगवान् अब साइड साइड हामी अगाडि बढ्दैछौँ है हेर्नु न यहाँ जाममा फेरि जाममा यस्तो ठुल्ठुलो गाडीहरू छन् होइन मलाई फेरि बाइकमा हिँड्दाखेरि एउटा ठुलो गाडी ट्रकहरू आउँछ नि त्यो टाइपको गाडीमा चाहिँ यस्तो हुन्छ कि डर लाग्छ यार धेरै डर लाग्छ होइन छेउमा जानु डर लाग्छ अनि मेरो हस्बेन्डले चाहिँ त्यसो छेउमा चलाइदिन्छ अनि मलाई त्यो कस्तो हुन्छ एकदम डर लाग्छ है यहाँ अगाडि हुन्छ हाम्रो ट्राफिक गाडी अगाडि उठाएर पास गर्दै हुन्छ होइन त्यो पास गर्दै हुनुहुन्छ ट्राफिक गाडीले तर पनि कसैले माग्दैन भने के भयो है यस्तो टाइट छ कि होइन यहाँनिर अब यो चाहिँ पास बिस्तारै चलिरहेछ है गाडी है यो आज त यस्तो बोरिङ दिन त कहिले पनि भएन हेर्नु सर जान पाएको हुन्थेन ठाउँमा घ्याच्याक रोक्दै लाँदा होइन तै पनि आज साथी हो आज म बाइकमा पनि के भइरहेछ मलाई मागा छु गाडीको फिलिङ भइरहेछ कि गाडीमा म चढ्नै हुँदैन ट्याक्सीमा म चढ्नै हुँदैन मागासम्म बमिर आइहाल्छ कि लाजेँ मतलब काठमाडौँ बसेको यत्रो वर्ष भयो होइन मैले पाहाड हुने मलाई कस्तो पनि मतलब अनुभव पनि बिर्सिसक्यो होइन यत्रो भइसक्यो है तैपनि मलाई यस्तो भइरहेको चाहिँ गाडीको त्यो धुवा ओह माई गड अघि झन्डै बमिर गरेँ म ट्याक्कै थानकोट चोकमा पुलिस चौकी अगाडि झन्डै बमिर गरेँ वाक्कै गरिरहेको थिएँ है त्यहाँनिर ठुलो गाडीले धुवा फाल्यो ल अहिले चाहिँ हामी गणेशथलीबाट चाहिँ हामी के हुन्छ भित्र बसेँ साइड बसेँ है यस्तो राम्रो छ अब यस्तो राम्रो छ ग्रिन एभ्रिथिङ ग्रिन छ क्या अब पर गएपछि झन् अझ यस्तो छ कि यति राम्रो ठाउँ छ है धेरै राम्रो ठाउँ लाग्छ मलाई है यस्तो राम्रो भराएको छैन यार त्यो आफ्नो छैन अर्काको भएर के काम होइन है
आफ्नो हुनु पऱ्यो नि आफ्नो छैन फ्यामिली छैन पऱ्यो गरी के हाल्ने ल गाइस मेरो त अब त्यस्तो पनि होइन साधारण मोबाइलबाट खिचेको अरू आइफोन एन्ड्रोइड ठुलो ठुलो फोन छैन यार मेरो सानो फोन हो है के हाल्ने अब गरिब पऱ्यो साथी हो कस्तो भिडियो आउँछ हजुरहरूले त्यो प्रतिक्रिया दिन नपाउनु होला मलाई लाग्यो अहिले त मेरो हस्बेन्डलाई त यस्तो बाटो स्टुडियो चाहिँ मागो छ बाटो यस्तो घाटा गुरु परेको बाटो छ त्यही माथि पनि यस्तो हानेर आउँछ अब हामी के गर्ने आफ्नो ज्यानको सुरक्षा गर्नै पर्यो अब जङ्गल साइड आयो वा कस्तो राम्रो छ यो मेरो पनि यही घर भइदिएको होइन सधैँ के हुन्छ यो हरिया जङ्गलको के हुन्छ हावा खाएर बस्थेँ है त राम्रो धेरै धेरै राम्रो महसुस साथीहरू मैले सधैँ मेरो हस्बेन्ड भन्थेँ कि ए हस्बेन्डलाई भन्थेँ बुढो सधैँ भ्लग बनाउनु त बाहिर काम गरिरहेको हुन्छ बाइकमा हिँडिरहेको हुन्छ या बनाउनु यार भनेको होइन ग्यासको गयो ग्यासको यस्तो लाग्नु चाहिँ ग्यासको बनाउनु भिडियो बनाउने योभन्दा केही काम गरेर आएको छ मेरो हस्बेन्डलाई चाहिँ कसैलाई सजेसन दिनु पऱ्यो कि यस्तै बनाउनुपर्छ हो भ्लग बनाएको भने चाहिँ सजेसन दिनु अनि त्यसपछि हजुरहरूलाई चाहिँ म यस्तो गएको छु है यो भर्खर हामी बालाजुको पुलिसको उसमा आइपुग्यो के अरे पुलिस चौकीमा आइपुग्यो त्यसपछि हामी वनस्थलीतिर लाग्यो के अरे बाइपासपट्टि लागेँ अब बाइपासमा अब यो साइडदेखि उता त यस्तो सफा छ कि साथी हो होइन कहीँ जानु नै मन नलाग्ने खालको छन् है यस्तो राम्रो यस्तो दामीसँग मेरो लागेछ भोलि यो हेलो गाइज हो आज 22 तारिक मेला छ अरे होइन अब 22 तारिकको मेला भोलि छ अरे है भोलि 19 गते भोलि 22 तारिक अरे आयो सो आइपुग्नु म भ्याएपछि आउनु पर्ला बच्चाको इक्जाम छ इक्जाम कति बेला सक्छ है अनि फेरि यस्तो साथी अब आफ्नो बजारलाई लगेर हिँड्नु पऱ्यो मतलब बजार नलिएर हिँड्दा मात्रै घुम्न जाँदाखेरि पनि बिचारा बच्चाको मन दुख्ने हो कि जस्तो लाग्छ है पहिला सानो बच्चामा बुझ्थेन अहिले त यस्तो पछ्याउनु भएको थियो मेरो छोरोले होइन लाटो पछ्याउनु थाल्यो होइन के गर्ने होला अब त्यही उसले पनि जसले चाहिँ भन्दा पनि आउनुपर्ने एउटा उस भइरहेछ क्या त्यो भएर नभए त अब यस्तै हो लाइफ होइन अब जागिर खाइएछु भन्ने थियो होइन तर बच्चाले गर्दाखेरि के गर्नु पऱ्यो आउनु परेको क्या के यस्तो मजा आयो क्या लाटो छ क्या क्युट छ क्या मान्छेहरू चाहिँ है यस्तो राम्रो छ यस्तो राम्रो छ यहाँ मैले चाहिँ हामी भित्रतिर पुऱ्याएँ होइन अब आज हामी अस्ट्रेलियामा जाने होइन र अस्ट्रेलिया जाने हो है अब साथी हो हजुरहरूले अस्ट्रेलियन हल देख्नु भएको छैन भने चाहिँ हामी यो बाटो यसरी जानुपर्छ है अस्ट्रेलियन हल छ यो बाटो जानुपर्छ यसरी जानुपर्छ होइन अब यसमा चाहिँ चलेछ बिस्तारै लानुहोस् त पहाड चलेछ पहाड परालको आगो यस्तो ढिला भएर चाहिँ बच्चालाई पिकअप गर्नु ढिला भएर चाहिँ हामी अलिक छिटो गइरहेछौँ क्या है त्यो भएको कारणले गर्दाखेरि चाहिँ गाह्रो छ साथी हो है अब मान्छेलाई भन्नुलाई त उस छ है ए सजिलो छ के छ र त भन्नु चाहिँ यहाँ हेर्नुहोस् यस्तो हो त यहाँ नेपाली पाउँछ सब आर्ट के साथी यो आर्टहरू चाहिँ सबै के हुन्छ त यसरी राखिरहेछ है अनि यसमा चाहिँ बच्चालाई ल्याउनु पाउँदाखेरि यस्तो सोच
बस्नै सक्दैन क्या वेलकम इन्टर व्हिल क्लब बालाजु भन्छ अब यति सानो बाटोबाट जान्छु क्या साथी हो सानो बाटो सानो है बाटो जान्छौँ होइन यहाँ मात्रै हो सानो जाम हुने के हो त्यसपछि त कसम लक्पाता पुल है म त नेवार भए पनि तर मलाई नेवार भाषा आउँदैन मलाई त बोल्न चाहिँ मन लाग्छ है तर के त लुक यार है यस्तो राम्रो बाटो हिँड्न पाइन्छ हामी हिँड्न पाइन्छ है यस्तो चाहिँ अब हामी चाहिँ केही मिनटमा समथिङ 10 मिनट लाग्छ अझै पनि 10-15 मिनट लाग्छ बच्चाले स्कुललाई मेरो मन पोलिरहेछ भगवान् कति बेला पुग्ने भनेर चाहिँ यता मन पोलिरहेछ ढुकढुक भइरहेछ हजुर नि शेषमतीको जाम रहेछ अब के हाने शेषमती पुलमा जाम अब कताबाट जाने हामी फेरि यो बाटो भनेको चाहिँ कस्तो भन्दा हजुरको होइन अब गाडी त थोरै कुद्छ होइन तर स्पिडले कुद्छ ताकेसम्मको गाडीहरू यस्तो स्पिडले कुद्छ नि साथी हो यो बाटोमा चाहिँ प्रायः के हुन्छ त एक्सिडेन्ट भइरहन्छ कि यस्तो छ के यार बाटो यति ठुलो छ तैपनि होइन यस्तो स्पिडकै मोड छ होइन तैपनि स्पिडले गर्दाखेरि चाहिँ तारकेश्वरको गाडीहरू चाहिँ यति धेरै होइन धेरै पनि बाहन यति ठुलो बाटो छ हेर्नु डबल ठुलो बाटो छ होइन कसम त्यो हाइवे जत्रो छ तलबाट जान्थ्यो छिटो पुग्छ ल हामी चाहिँ आज मेरो हस्बेन्डले चाहिँ कहिले यो बाटो गएको थिएन होइन फर्स्ट टाइम गएको छु कि यो बाटो भर्खर नयाँ बाटोबाट आयो होइन त्यही ठुलो भइसक्यो अब यता उता चाहिँ तरकारी बेच्न नदिएर यता साइडमा चाहिँ तरकारी बेच्न दिने भनेर चाहिँ खोलाको साइडमा चाहिँ के छ त बनाएर रहेछ है त्यही पनि अहिले त हटायो भने सुनेको थियो अब अस्ति चाहिँ बनाएको भनेर सुनेको थियो अनि यो चाहिँ हाम्रो बाटो होइन यसो इन्जोय छ कि होइन अब के आफ्नो फ्यामिलीहरूसँग बसौँ रमाउँ भन्ने मन लाग्छ होइन तर पनि अब पाइँदैन जब सिलसिलामा पनि यस्तो उस गर्नुपर्छ होइन कि त जब नखानु पऱ्यो कि त जब खाएपछि कि त फ्यामिलीलाई छोड्नु पऱ्यो कि त जब छोड्नु पऱ्यो है आफ्नो मन मारेर भए पनि किन पऱ्यो त फ्यामिलीलाई पाल्नुको लागि फ्यामिली खुसी राख्नु लागि हामीलाई मन पऱ्यो तर यस्तो साह्रो जहिले यस्तो साह्रो बाटो के हुन्थ्यो त हामी हिँड्न पाइन्थ्यो यस यताबाट मोड रहेछ नि मलाई थाहा थिएन है गाइज यो बाटो चाहिँ अलिक छोटो बाटो जस्तो लाग्यो है मलाई थाहा थिएन मेरो हस्बेन्डले चाहिँ कि त बजारलाई पिकअप गर्न ढिला भएको कारणले गर्दाखेरि त्यहीँ नजिकै आयो त है यो र यसमा आउनु के फरक छैन ए नयाँ बाटो है फेरि कहाँबाट गएको त यहाँ यहाँ आइपुग्यो है हामी त मलाई थाहा थिएन यो बाटो भनेर हामी त कहाँ आइपुग्यो ब्रो यो कुन स्कुल रे सनफ्लावर एकाडेमी स्कुलमा आइपुगेँ होइन मेरो छोराको गाडी चाहिँ अगाडि आउँदैछ नि चट्ट पारेर यो गाडी चाहिँ मेरो छोराको गाडी हो छोराको स्कुलको गाडी है साथी हो अब भक्क यहाँ गाडी राम्रो छुट्टी भइसकेछ है अब हामी यसो हिँड्दैछौँ क्या कस्तो रिस उठ्ने अनि यस्तो मन पोलिरहेछ यहाँ बस्नलाई पिकअप टाइममा पिकअप गर्न नपाएर मन पोलिरहेछ अब आफ्नो कसलाई सराप्नु माया गर्नु कसलाई माया गर्नु आफ्नै कारणले हो सबै यस्तो हो है सबै खुसी गर्नु तिनवटा बाटो छ यो बाटो चाहिँ अलिकति नजिक पर्छ छोराको स्कुलमा जानको लागि अनि त्यहाँबाट छोरालाई पिकअप गर्छौँ भने हामी घरसम्म जान्छौँ हजुरलाई त्यो घरसम्म जाने बाटो पनि के छ हामी देखाउँछौँ तर घरै त देखाउँदैनौँ किनभने लोकेसन लिक त गर्दैनौँ तर अलि ओरासम्म देखाउँछौँ त्यही पनि मेरो छोरा बिचमा बस्छ न अनि छोराले गर्छ मन पराउँदैनन् रिसाउँछन् फेरि उसलाई मोबाइल दिएन होइन त्यसपछि हामी मात्रै मोबाइलमा चाहिँ कुरा गऱ्यो रिसाउँछ सायद चट्ट पारेर फेरि घरमा त उसले ट्याब हेर्छ फेरि आफ्नो ट्याब
कसैलाई दिँदैन उसको ट्याग छुनु पनि दिन्न उसको मामाले ल्याइदिनु भएको नेदरल्यान्डबाट कसैलाई छुन दिन्न उसको मायाको पोका हो त्यो युकेजीको चाहिँ अहिले हाम्रो चाहिँ मेरो छोराको चाहिँ त्यही इक्जाम सुनिरहेको छ है युकेजीको बल्ल वान पुग्यो त्यो वान विक चाहिँ उहाँको स्कुल चाहिँ छुट्टी हुन्छ अरे भन्ने सुनेको हुँदैन ठिकै छ यसमा चित्त बुझाउनु पर्ला केही छैन अस्ति भने विन्टर भ्याकेसन हुँदाखेरि उसको चाहिँ के भएर अब अहिले राख्छु अलिक पुरै छोटोमा गर्छु है त अहिले चाहिँ मेरो छोरालाई पिक हामी अब ठिक छ केही छैन होइन कहीँ छ यस्तै हो खोज्न त कहीँ जानु पर्दैन गाइज मेरो छोरालाई चाहिँ कुरो चाहिँ हुन्छ है हेलो हात माथि गर्दैन हेलो भन्यो हेलो आई लभ यु भन्यो आई लभ यु भन न आई लभ यु भन्यो न मेरो एक्जाम दिएर आएको भन एक्जाम दिएर आएको भन न बोल्ने बानी राम्रो हो नि अब हामी चाहिँ के गर्छ हामी खर्च चाहिँ लाग्दैन नि मामा मेरो बुढोले खालि यो छोटो छोटो बाटो लगाइदिएको थिएँ हे राजा यस्तो इलेक्ट रहेछ होइन त्यो अगाडि फेरि के त भाले पनि रहेछ कि टिक गर्छ है ठिक छ है सर गयो है मेरो छोरा है बिचारा मेरो छोरा कति धेरै दिनपछि मम्मीलाई भेट्नु पाएँ है ह्याप्पी हुन्छ मेरो छोरा पनि है यस्तै हो बिहार है छोरा हाई गर्छ नि हाई ठिक छ ल गाइज अब हामी चाहिँ एकछिनमा घर पुग्छौँ है त्यसपछि हामी बनाउँदा कोही व्यक्तिहरू हुन्छन् नि जसले हाम्रो कुरा काटिरहन्छन् हाम्रो गोडा तानिरहन्छन् र हामीलाई निचो देखाइरहन्छन् ती व्यक्तिहरू कहिले हाम्रा थिएनन् होइनन् र कहिले हुँदैनन् पनि वास्तवमा ती असाध्यै दुखी र बिचारा व्यक्तिहरू हुन् जो आफू पनि खुसी रहँदैनन् र अर्काको खुसीदेखि पनि जलिरहन्छन् त्यस्ता व्यक्तिलाई सम्झेर दुःख मान्नु भनेको बेकारको बरु प्रकृतिलाई हेरेर खुसी हौ न आकाश हेर्नुहोस् जुन हेर्नुहोस् तारा हेर्नुहोस्